टेन्टेन हिजो बुवाले त्यत्रो जाल फाल्नुभयो तर निस्केन। आज निस्केछ माछा। अब यसलाई काट्नु पर्यो टक्क पारेर। हेर्नुस् कति ठुलो निस्केछ है। सिल्भर, यसको नाम चाहिँ सिल्भर हो। कुट गरियो। अब चाहिँ यसमा नुन र हल्दी मिक्स गरेर फ्रिजमा राखिदिने हो, किनभने अहिलेको खाना चाहिँ पाकिसकेछ। अब यो चाहिँ साँझ खाने। यसमा चाहिँ हल्दी, नुन। अब यसलाई राम्रोसँग मिक्स गरेर राखिदिने। अब साँझ चाहिँ कसरी पकाउँछु त्यो भिडियोमा देखाउँछु। अब चाहिँ यहाँ छ हाम्रो मेन मसला। माछामा चाहिँ यो आमिल लर्चा नहालेपछि त मिठै लाग्दैन। हाम्रो चौधरीमा चाहिँ आमिल लर्चा भन्छ, अब नेपालीमा चाहिँ के भन्छ त्यो चाहिँ मलाई थाहा भएन। त्यो चाहिँ नि यति नै छ। फेरि यो यता चाहिँ हाम्रो चिचिन्डा फलिरहेछ। पानी पनि पर्न लाग्यो साथीहरू। अब पानी परिरहेछ। पानी परेको मौसममा माछाको झोल तातो तातो यतिले त भइहाल्छ होला। पानी पनि पर्न लाग्यो साथीहरू। अब चाहिँ माछा पकाउने तयारी। यता सबै काटकुट पारे, मसला ससला सबै रेडी छ। अब चाहिँ यहाँ तेल तातिरहेछ। अब चाहिँ टमाटर हालिसके। अब चाहिँ लास्ट स्टेप धनिया, त्यसपछि माछा रेडी। आज चाहिँ माछाको सुप। अब लगभग पाकिसक्यो। एकछिनहरू पाक्दै त्यसपछि चाहिँ